this is it. Hi everyone, namaste. Welcome back to my channel or welcome to my channel if you're new here. मेरो नाम चाहिँ आस्था अनि म चाहिँ सोहिले पोखरामा दिस इज लेक साइड अनि हामी चाहिँ आज स्ट्रिट फुडहरू ट्राई गर्न जाँदैछौँ के ट्राई गर्छौँ भनेर चाहिँ म देखाउँछु अनि के ट्राई गर्न वर्थ इट छ भनेर नि म भन्छु है त हजुरहरूलाई सो लेट्स गो हामी चाहिँ एउटा ठाउँमा आएको छौँ स्ट्रिट फुड खानलाई अघि त्यता लेक साइडतिर चाहिँ घुम्यौँ तर खासै त्यस्तो राम्रो लागेन अनि यतैतिर लेक साइडकै बाहिरपट्टि अनि अलि अगाडितिर पसलहरूमा आएर हामीले चाहिँ अर्डर गरिसक्यौँ हामीले चाहिँ यति धेरै अर्डर गरेको छ अघि पनि खाएको त्यत्रो तर हामी अझै पनि खानेवाला छौँ यति धेरै जति खाए नि पुग्दैन हामीलाई अनि हामीले चाहिँ अर्डर गरिसक्यौँ अर्डर कुरेर बसिरहेको छु सो लेट्स इट अनि म चाहिँ खासमा कहाँको कस्तो मिठो हुन्छ रेट गर्छु भनेर सोचेको थिएँ तर अहिले चाहिँ हामी सबै नै एउटै ठाउँबाट खाँदैछौँ रेट त म जसरी पनि दिउँला तर डिफ्रेन्ट ठाउँको चाहिँ ट्राई गरेँ होइन इट्स ओके जसरी भए नि स्ट्रिट फुड खाने आज हाम्रो प्लान थियो इट्स गोइङ टु सक्सेस हाम्रो चाहिँ यता प्राउन आइसकेको छ प्राउन एक प्लेट अनि यता चाहिँ छ माछा अनि हाम्रो आलु अनि यता चाहिँ छ हाम्रो ससेज अब हामी खान्छौँ है त खाएर भन्छु कस्तो छ भनेर माछा खाम है त मलाई एउटा दे न अगाडि त तातो छ त चल मात्रै रहेछ चिकन सेक्वा नि आयो हाम्रो एउटा टेस्ट गर्दै हाल्छ त
Bad luck. नानी एउटा आलु हालिदिउ न त आलु सब्जी पनि खाएको तातो त खाइहाल Chicken hayo. सब्जी पनि मलाई हड्दी पर्यो घाँटी रहेछ डिस्ट्रिक्ट बस सेटमा के भयो ससेज ट्राई गरौँ अब चाहिँ चिकन भएको होइन दुधमा खाउनु अनि तैँले त के खाइस् त केही नि खाइनस् त त्यो प्राउनलाई चाहिँ बोइल गरेर के अरे त्यो चिली सस हुन्छ नि चाइनिजहरू त्यस्तो चाहिँ मिठो हुन्छ मैले आफै बनाएर खाँथेँ बाटबटेनबाट लिएर आएर बोइल गर्ने अनि चिली ओइल अनि त्यो सस बनाउँछ नि चाइनिजहरूले क्या त्यो डिपिङ सस मैले टिकटकमा हेरेर बनाएको थिएँ मिठो भएको थियो एकदम मिठो भएको थियो होइन सुनेकै छैन कसैले हाम्रो बफ सेकुवा नि आएको छ लुक एट दिस म एउटा ट्राई गरेर हेर्छु है त कस्तो छ एउटा सानो ट्राई गर्छु तातो छ जस्तो सबै कुरा मिल्छ नि त टेस्टी बोसो परे जस्तो सानो धेरै चुज गरेको बोसो परे जस्तो बफ सेकुवा कस्तो साह्रो छाला हो कि के हो कस्तो साह्रो चपाएको भयो म त त्यही भएन यसै राम्रो मासु परोस् उसको नि के पर्यो मासु नै कस्तो राम्रो मासु नै छैन क्या यसमा कस्तो साह्रो मासु कस्तो त्यो चपाइ गर्नुपर्ने खालको मासु मात्रै छ क्या यो ट्राई गरी हेरौँ यत्रो ठुलो छ यो नि साह्रै होला चिकन नि मिठो थियो नमिठो यो बफ सेकुवा चाहिँ नमिठो
सरी कस्तो बोसो छाला सारो मासुहरू मात्रै थियो क्या तातो बो पुग्यो चिल्लो भयो मलाई बडी सबै पुग्यो सबभन्दा मिठो चाहिँ यहाँको माछा थियो योवाला माछा यसलाई चाहिँ म 10 मा 8 सम्म दिन सक्छु अनि नेक्स्ट चाहिँ यो आलु मिठो थियो यसलाई 7 आउट अफ 10 अनि चिकन सेक्वा चाहिँ मिठो थियो त्यसलाई नि 8 आउट अफ 10 बफ सेक्वा चाहिँ नो 3 आउट अफ 10 प्रन त 2 आउट अफ 10 अरू हामीले के खाएको थियौँ ए ससेज चाहिँ 5-6 नर्मलै थियो त्यस्तो केही स्पेसल थिएन अनि अचार चाहिँ मिठो छ यो माछा चाहिँ मिठो छ लेट्स ह्याभ लास्ट माछा है त उसले आलु खाँदैछ ए अँ आइसकेरहेछ ए ठ्याक्कै थियो आलु चाहिँ मिठो छ है गाइस आलु चाहिँ मिठो लाग्यो मलाई अरू भन्दा नि त्यही मिठो यो मिठो छ नि त त्यही भएर यो मात्र खाएको अब तपाईँहरूको पालि है भन्नु रिभ्यू दिनु So, the prawn was disgusting. You can see, है ना यो चाहिँ for me 0 out of 10 है ना and त्यसपछि fish is the awesome here so I give you 9 out of 10 2 out of 10 aloo 8 out of 10 sausage 7 out of 10 what else और के खायो मानले chicken sekwa also 8 out of 10 this is it ये तो टट्टी है हेलो hello हाई hi I love you I love you too I love you 3 I love you 4000 I love you 5000 एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह तिमीलाई के चाहिँ मन पर्यो के चाहिँ मन मलाई परेन त चिकन सेक्वा चिकन सेक्वा मन पर्यो अरू तिम्रो त सबभन्दा मेन तिम्रो त सबभन्दा बढी खान मन लागेको भनेको त प्राउन भनिरहेको थियो प्राउन कस्तो लाग्यो त तिमीलाई एकदमै घटिया एकदमै घटिया मतलब देख्दाखेरि त एकदम खाउँ लाग्दाखेरि एकदम राम्रो खालको थियो नि त मगर किचनमा खाएको हामीले लेग साइडको ओके मगर किचन मिठो छैन हामीले चाहिँ खाएर निस्किसक्यौँ अब चाहिँ हामी फर्किन लागेको हाम्रो रुममा खानेकुराहरू चाहिँ त्यही नै हो माछा चाहिँ मिठो थियो अनि अरू भनेको त्यही चिकन सेक्वा मिठो थियो खासै अरू चाहिँ हामीलाई मिठो लागेन चिकन ससेस त्यही नर्मलै थियो रेट पनि मैले गरि नै सकेँ तर त्यस्तो एकदमै वाउ चाहिँ लागेन प्रन चाहिँ एकदमै नमिठो नै थियो भन्छु या अदर देन द्याट इट वाज गुड अनि थ्याङ्क यू फर वाचिङ टिल द एन्ड आई होप यु गाइज लाइक द भिडियो अनि मन परेमा लाइक गर्नुहोला कमेन्ट गर्नुहोला अनि सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो च्यानललाई द्याट वाज इट फर टुडे थ्याङ्क यू फर वाचिङ टिल द एन्ड बाई बाई आई लभ यु अल